नमस्कार, तपाईँ हेर्दै हुनुहुन्छ एजेड न्युज। आजको मुख्य समाचारमा रहेको छ जापानको उपग्रह प्रक्षेपणमा असफलता, जिपिएस सुधार योजना प्रभावित। जापानले प्रक्षेपण गरेको S3 रकेटले मिचिबिगी नम्बर 5 उपग्रह कक्षामा पुर्याउन असफल बनेको छ। जापानको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोमबार मिचिबिगी नम्बर 5 जापानको काप्से जियो स्टेसन सेटेलाइट प्रणाली अन्तर्गत राखिएको 5औं उपग्रह हो, जसको उद्देश्य जिपिएस सङ्केत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य ठाउँमा निर्धारित सेवाहरूमा ठाउँ निर्धारणको शुद्धता बढाउनु हो। जापानको अन्तरिक्ष अनुसन्धान निकायले 8औं S3 रकेट कागोसिमाको तानेगासिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान 10:51 मा प्रक्षेपण गरेको थियो, तर दोस्रो चरणको इन्जिन समयभन्दा पहिले बन्द भएपछि रकेट असफल भएको चिनिया समाचार संस्था सिन्ह्वाले जनाएको छ। अन्तरिक्ष निकायले अहिले परिस्थिति मूल्याङ्कन गर्दै इन्जिन बन्द हुनुको कारण पत्ता लगाउने काम गरिरहेको छ। यो रकेटले बोकेको मिचिबिगी नम्बर 5 उपग्रह मोबाइल फोन, गाडी, नेभिगेसन प्रणाली र अन्य ठाउँ निर्धारण सेवाहरूको शुद्धता सुधार्ने उद्देश्य राखेको थियो। थप जानकारीका लागि लाइक, सब्स्क्राइब, सेयर गरेर हामीसँग जोडिनुहोला। धन्यवाद।